नमस्कार बन्दगी, राधे राधे। तपाईँ राम्रो काम गर्दै जानुस्, तर फलको आश नगर्नुस्। यसको एउटा महत्त्वपूर्ण कारण रहेको छ महावीर पुन। किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाइदिएपछि अब अहिले नै यो गर्छु भन्ने कुरा चाहिँ नसोध्नुहोस्। अब जुन किताब बेच्दै झापासम्म आइपुग्नु भएको थियो, उहाँले नसोचेकै फल पाउनु भएको छ। जुन उहाँले सोच्नु नै भएको थिएन। उसको कर्म अर्कै थियो, उसको सोच अर्कै थियो, तर उहाँले नसोचेको फल पाउनु भएको छ। धेरै कुराहरू छन्, के कुराहरू छन् भन्ने कुरा म आफू जान्ने भएर यस्तो यस्तो कुरा छन् भन्न अहिले भन्ने कुरा होइन। अहिले उहाँ मन्त्री बनिसक्नु भएको छ। सो तपाईँ राम्रो काम गर्दै जानुस्, फल एक दिन आफै मिल्छ।